हेलो एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग साथीहरू है। अहिले चाहिँ म मेरो काम सकेर भर्खर है बिसाको रुमहरू सफा गर्नु है, अन्त लुगाहरू धुइसकेर साथीहरू अनि भर्खर क्लिनिङहरू भइसक्यो। अन्त हेर्नुहोस् बाहिर चाहिँ है ओभर घाम लागिरहेको छ साथीहरू। हेर्नुहोस् आम्मामा यस्तो घाम लागिरहेको छ साथीहरू, बाहिर चाहिँ हेर्नु नसक भइरहेको छ। ल साथीहरू हेरिदिनुहोस् तपाईँहरू है, अहिले सानो सानो ब्लग गर्दै गर्छु। अब नआउनु पर्ने छ है, कामहरू अलिक छ साथीहरू। सो साथीहरू अहिले चाहिँ म है टक्कै बाहिर आइदिइरहेको छु है। अघि चाहिँ मजाले घाम लागिरहेको थियो र बाहिर निक्लिनु नसक्ने भइरहेको थियो होइन, गरम भएर। अहिले कस्तो शीतल भइरहेको छ हेर्नुहोस्, कस्तो छ शीतल भइदिइरहेको छ गाइजहरू दुबईमा। कस्तो हेर्नुहोस् शीतल एकदम दामी भइदिइरहेको छ गाइजहरू। बुर्ज खलिफा चाहिँ यता यो साइड हो, बुर्ज खलिफा गाइजहरू यो साइडमा हो, यता लास्टमा हो। अहिले भरे बेलुका चाहिँ झिलिलिलि देख्छ क्या, बढेको बल्छ क्या, झिलिलिलि देख्छ क्या लाइट भएको। त्यस्तो छ साथीहरू दुबईहरू। हेर्नुहोस् कस्तो सस्तो लाग्थ्यो होइन पहिला मलाई उता घरमा हुँदा। अन्त अहिले चाहिँ छ गाइजहरू, घाम पुग्नु आँटेको छ हेर्नुहोस्, डुबी पनि सकेको छ, त्यहाँ सनसेट भइसक्यो है। वाउ हेर्नुहोस् साथीहरू, गाडीहरू एकदम तात लागिरहेको छ क्या, आफ्नो आफ्नो जर्नीमा अगाडि बढिरहेको छ गाडीहरू। टाढिएर नजाऊ तिमी हेर, विश्वास गर मलाई एक फेर, सहज काट्यौला यो जिन्दगी, जाँदैन तिम्रो माया खेर। हेर्नुहोस् आम्माम यति साह्रो ट्राफिक जाम भइरहेको छ कि यो गाडी बिस्तारी मात्रै कुदिरहेको छ ज्यादा। सनसेट चाहिँ भइसक्नु आँटेको छ गाइजहरू। बुर्ज खलिफा त लास्टै पर देख्दैछ क्या यार, मधुरो न हजुर टुप्पी देख्दैछ। बेलुका लाइट बलेको देख्छ क्या गाइस, यो परको क्या बुर्ज खलिफा, बेलुका झिलिलिलि देख्छ है। वाउ गाइजहरू यस्तो छ है साथीहरू हामी बस्ने ठाउँबाट चाहिँ देख्नुहोस्। ओके गाइजहरू हल्का है सानो भ्लग बनाइदिएको है, कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला, सेयर गरिदिनुहोस् होला। ल गाइजहरू बाइ बाइ, सी यू अगेन।